हेलो हाई ह्याप्पी सोनाम लोसार है सबैजनालाई। अब हामी चाहिँ रेडी भएर जान लाग्यो। ट्याक्क लाएर 12 बज्यो, रेडी हुँदैछ ऊ चाहिँ। अब म पनि रेडी हुन्छ है। ल ल फाइनली बुढी नै अब रेडी भयो। रेडी भयो? ओ माई गड, चिन्नै गाह्रो भयो त यार। कपाल चाहिँ बाँकी छ। ए ल के भन्न चाहनुहुन्छ? तपाईँहरूले हाम्रो च्यानललाई चाहिँ माया गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। अबदेखि डेली भ्लग आउँदैछ हाम्रो। त्यही हो, नमस्ते सबैजनालाई, ह्याप्पी लोसार, ह्याप्पी सोनाम लोसार। भेट्नुपर्छ, रमाइलो गर्नुपर्छ। मेरो छोरा चाहिँ अझ पनि यसलाई तयार गर्न छ, बाँकी छ, यति गाह्रो छ। ल अब चाहिँ फाइनली टोपी चाहिँ खोल्नु पर्ला। ट्राफिक धेरै जाम होला है। अब हामी चाहिँ जान लाग्यो। ल टुटी खेलमा भेटौँला है। ल जाँदैछौँ अन द वे। बाबु हामी सबै फ्यामिली नै, हाम्रो मिनी फ्यामिली। अब यहीँदेखि जाम हो क्या है। बल्ल हामी फाइनल्ली हामी जमल आइपुग्यौँ। ठ्याक्कै कति 12, 1, 2 घन्टामा जमल आइपुग्यौँ हामी ठ्याक्कै। जाम त छैन रहेछ त है। र्याली आएकै नै क्या है। खुल्लै रहेछ। एम्बुलेन्सलाई जानु दिनुपर्छ। यस्तो जाम छ है। जानुहोस् एम्बुलेन्स। किनभने एम्बुलेन्सलाई हामी फर्स्ट प्रायोरिटी दिनुपर्छ। खत्तेरीका जाममा परिहाल्यो नि यार। बाँकी समय रहेछ जाममा। माई गॉड, यताको गेट खोल्या छ भन्थ्यो। खोल्या छ। फाइनल्ली हामी गेटबाट प्रवेश गर्दैछौँ। फाइनल्ली प्रवेश गरियो। ल हाम्रो कति नम्बर रे? 9 नम्बर है। 9 नम्बर कहाँनिर हो त? ल फाइनली हामी चाहिँ आइपुग्यौँ। कस्तो रह्यो? एकदम राम्रो, रमाइलो, भर्खर स्टार्ट हुँदैछ। हामी चाहिँ अब यहाँ थोरै नास्ता पानी गरेर हामी पुरै टुडी खेल घुम्नेछौँ होइन। स्टलहरू चाड्नेछौँ के छ हामी होइन त।
ल बब खाजा सेट हुँदैछ है। आलु फ्राई बब खाजा सेट। त्यो बोडी देखा न काल। झगडा लफडा गाइस हामी चाहिँ फाइनल्ली आइपुग्यो घरमा। अहिले झन्डै बिहानको 5 बजिसक्यो। आज चाहिँ खासै भने जस्तो सोचेको जस्तो रमाइलो गर्न पाइनँ, किनभने हजुरहरूलाई थाहै छ आज बेलुका के भयो भनेर। अब दिनभरि चाहिँ म आफ्नै यता स्टलमा बिजी थिएँ, अनि लफडा भएर झगडा भएर तनाव भयो क्या। झन् यसो रमाइलो गरौँ भनेको, अब यस्तै भयो। केही छैन, अब एकदम थाकेछु, लास्टै टायर भएको छु। अनि तपाईँहरूले धेरै धेरै माया गरिदिनु भएको छ, धेरै धेरै साथ सपोर्ट गरिदिनु भएको छ, त्यसको लागि म सधैँ आभारी छु। र अन्तिममा जाँदा जाँदै हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ, के लाग्छ, कृपया सल्लाह सुझाव दिनुहोला। कृपया लाइक कमेन्ट सेयर गरिदिनु होला र सब्सक्राइब पनि गरिदिनु होला है। हस् त, गुड नाइट, बाई बाई।